नमस्कार। मसँग 15 मिनट जतिको समय छ र यो विदिन 15 मिनट मैले आफ्ना कुराहरू राख्नुपर्ने छ। आज 81 सालको अन्तिम दिन हो र आजको 81 सालको अन्तिम दिनले चाहिँ भोलि 2081 को 8 र 1 मध्ये अन्तिमको 8 र 1 मध्ये 1 लाई बिदा गरेर 2 लाई थप्नेछ। 8012 हुनेछ। जसरी आइतबार पछि सोमबार, सोमबार पछि मङ्गलबार आउँछ, वैशाख पछि जेठ, जेठ पछि असार सही आउँछ। तदनुरूप सोही अनुरूप पनि 81 सालदेखि 82 साल आउँछ। यसमा खासै नौलो कुरो केही पनि होइन। तर मूलभूत रूपमा हामी 81 साललाई फर्केर हेर्दाखेरि आजकै दिनले नै हो भोलि 82 साल बनाउने। त्यसैले पनि यो अन्तिम दिन हो जसले चाहिँ चेन्ज गर्दैछ। अझ अन्तिम 12 बजे पश्चात भनेको 12 बजेको त्यो 12 जुन 11 बजेर होइन 59 मिनट जाँदैछ या त्यो 59 1 मिनटले चाहिँ भोलि नयाँ दिन लेख्नेछ। यसरी हेर्दाखेरि समयको आफ्नै महत्त्व छ। समयको आफ्नै महत्त्व भएको कारणले गर्दाखेरि अर्थात् समयका विभिन्न टुक्राहरूको आफ्नै महत्त्व छ। एवं अब 81 साल पश्चात आउँदै गरेको 82 सालमा फेरि पनि उही नै हुन्छ। मान्छेको जीवनमा त्यति धेरै फरक त आइहाल्छ। किन भन्दाखेरि 81 साल 81 सालमा तपाईँहरूलाई धेरै अनुभूतिहरू पाउनुभएको होला जीवनमा। विभिन्न भोगाइहरू, विभिन्न अनुभवहरू। मान्छे इट्स अल अबाउट गेटिङ एक्सपिरियन्स भन्छ क्या। हरेक कुराहरू चाहिँ अनुभव लिनको लागि भनिन्छ। प्रत्येक क्षण भनेको अनुभव लिनको लागि हो। एक सेकेन्ड अगाडि मान्छे जो थियो त्यसपछि त्यही मान्छे त्यही हुँदैन। जसरी खोलामा एकचोटि पाइला टेकिसके पश्चात फेरि त्यही खोलामा पाइला टेक्दाखेरि त्यो पानी रहँदैन, त्यो पानी बगिसकेको हुन्छ। त्यसरी नै समय बगिसकेको हुन्छ। समयसँगै प्रत्येक कुराहरू बदलिएको हुन्छ। यसमा यो चेन्ज भन्ने छ नि, परिवर्तन भन्ने सिद्धान्त, यो अल अबाउट दिस, यो यसैदेखि आएको कुराहरू हुन्। हरेक कुराहरू परिवर्तनशील छ। मिली सेकेन्डमा चिजहरू चेन्ज भइरहेको छ। यस्तोमा 81 सालमा फर्केर हेर्दाखेरि अब विश्व परिवेशमा हेर्ने हो भन्दाखेरि हामीले चाहिँ डोनाल्ड ट्रम्प नयाँ प्रेसिडेन्ट बन्यो अमेरिकाको। अनि त्यसपछि इजरायल र प्यालेस्टाइन बिचमा युद्ध छ। विपिन हाम्रो नेपाली तिनी अझै पनि बन्धक छन् कि के छन् तिनको सूचना थाहा छैन। अहिले रिसेन्टली चलिरहेको चाइना र अमेरिका बिचको टेरिफ यो वार छ, कर युद्ध छ, त्यो चलिरहेको छ। यस्ता विभिन्न घटनाहरू विदेशहरूमा भइरहेका छन्। अस्ति म्यानमारमा त्यत्रो भूकम्प गयो होइन। यी विविध घटनाहरू भइरहेका छन्। विभिन्न सम्मेलनहरू पनि भइरहेका छन्। सम्मेलनहरू, शिखर सम्मेलनहरू भयो, बिमस्टेकहरू भयो, अन्य विभिन्न कोपहरू भए। यस्ता विभिन्न घटनाहरू या यस्ता सम्मेलनहरू सिर्जित भए। यो विश्व घटनामा, विश्व परिवेशमा देखिएका केही घटनाहरू हुन्। जस्तै फेरि के अरे नासा के अरे स्पेसबाट फर्केका कुराहरू छन्। यही घटनाहरू भए। अब नेपालकै सन्दर्भमा पनि हाम्रो चाहिँ केपी शर्मा ओली प्रधानमन्त्री भए। रवि दाईको गृहमन्त्री पद गयो। रवि दाई फेरि सहकारी केसमा फसेर यस्तो यस्तो केसहरू लडिरहेका छन्। दुर्गा परसाईले आन्दोलन चर्काएका छन्। राजाको नाममा हजारौँ स्वागतका उसहरू भए। बालेन शाहका कुराहरू चर्चामा रहे। अन्य विविध विषयहरू पनि चर्चाका शिखरहरूमा देशमा पनि रहिरहे 81 सालको अन्तरालमा। अब समग्रमा देशको आर्थिक अवस्था, जिडिपी, आर्थिक वृद्धि दर, अनि यस्तै जिएनपी, जिडिपी होइन, एसडिआईमा के भयो, कस्तो भयो, प्रशासनिक सुधारमा के भयो, सुशासनमा कति नम्बर ल्यायो भन्ने कुराहरू पनि चलि नै रहेका छन्। एज अ रेस्पोन्सिबल सिटिजन्स यी कुराहरूलाई नकार्न सकिँदैन। यो विश्व परिवेशमा हुने घटना र देशमा हुने घटनाहरूलाई हामीले नकार्न चाहिँ सकिरहेको हुँदैन, नकार्न मिल्दैन। अर्को कुरा पनि के छ त भन्दाखेरि समाजमा के भयो भन्ने होला, कहीँ बाटो पिच भयो होला, कहीँ के भयो होला, कहीँ के भयो होला। विभिन्न घटना परिघटनाबाट हामी गुज्रिएका हुन्छौँ। त्यसैले जीवनमा अनुभव पाएका हुन्छौँ। मान्छेले कदम चाल्ने हो
कदम चालिसके पश्चात अनुभव मात्र केही नमिले पनि अनुभव प्राप्त गर्ने अल्टिमेटली प्राप्त गर्ने भनेको त्यही अनुभव एक्सपिरियन्स मात्रै हो र त्यो एक्सपिरियन्स मात्रै हो मान्छेले आफूसित लैजान सक्ने न त सबै कुराहरू अब छोडेरै हुन्छ त्यही मान्छेको इमोसन एउटा एक्सपिरियन्स त्यसलाई लैजान सक्छ तर रिसेन्टली केही अब नयाँ टेक्नोलोजीहरूको कारणले गर्दाखेरि त्यो कुराहरू पनि अब एक्सपिरियन्सहरू माइन्डमा चलिरहेका घटनाहरूलाई पनि अर्को मान्छेमा ट्रान्सप्लान्ट गर्ने कुराहरूमा रिसर्च भइरहेको कुराहरू देखिन्छ त्यो रिसर्च भइसके पश्चात एउटा मान्छेको शरीर डेट भए पनि त्यसको विचार त्यसले सिकेका ज्ञान नलेजहरू अनुभवहरू त्यसलाई चाहिँ पुस्तान्तरण एउटा मान्छेबाट अर्को मान्छेमा अर्को मान्छेबाट अर्को मान्छेमा राख्ने एक अल्टिमेटली भन्ने हो भनेखेरि त्यो मान्छेकै आफ्नै स्वार्थ विचारहरू जुन उसको व्यक्तिगत विचारहरू छन् त्यो व्यक्तिगत विचार चाहिँ अर्को मान्छेमा चाहिँ ट्रान्सप्लान्ट गरेर त्यही अनुसार भिजन गर्न सक्ने जस्तै कि अब कोही आइन्स्टाइनको दिमाग जस्तो थियो नि त्यस्तै आइन्स्टाइनको दिमाग जस्तै नयाँ मान्छेमा त्यो दिमागलाई चाहिँ त्यस्तै त्यसमा भएको मेमोरीहरूलाई खिचेर त्यसको आइन्स्टाइनको एक्सपिरियन्सहरूलाई खिचेर अर्को मान्छेले चाहिँ त्यो अनुभूति गर्ने सिक्नेहरू कुराहरू पनि चलिरहेका छन् यसले गर्दाखेरि मान्छेको डेथ भइसके पश्चात पनि इमोसनलहरू अनि त्यसपछि एक्सपिरियन्सहरू एट्याच गर्ने या संरक्षण गर्ने कामहरू भइरहेको छ खेर यो कुराहरू भनेको अब धेरै टाढा छैन होला सम्भवतः केही समय पश्चात यी कुराहरू चाहिँ हुन सक्छन् या नहुन पनि सक्छन् यो समयक्रममा देखिने कुराहरू हुन् अनि यसै अनुरूप चाहिँ अब म चाहिँ मूलभूत रूपमा के विषयलाई जोड्न चाहन्छु भन्दाखेरि तपाईँको 81 साल फर्केर हेर्दाखेरि चाहिँ तपाईँलाई के लाग्छ के घटनाहरू भएको र तपाईँलाई यस्तो भयो या यो कुराहरू मेरो लागि राम्रो भयो यो कुराले नयाँ अनुभूति दियो नयाँ अनुभव दियो भन्ने केही कुराहरू हुन सक्छन् या यो नभएको भए यस्तो नहुनुपर्ने हो गल्ती भए चाहिँ यहाँनिर भन्ने पनि हुन सक्छन् जे होस् आफूलाई जे मन लाग्छ मतलब कि कुनै कुराहरू भएको भए कुनै आफूले जे ठिक लाग्दैन त्यसमा चाहिँ समग्र रूपमा सुधार गर्दै जाने हो र ठिक गरेको विषयमा थप इम्प्रुभमेन्ट हुँदै जाने हो तर अल्टिमेटली यो सबै कुराहरू भनेको लास्टमा त्यही एक्सपिरियन्स विथ नलेज एक्सपिरियन्स गेन गर्ने बाहेकहरू केही पनि होइन अब त्यहाँ मेरो पछाडि चाहिँ ठ्याक्कै अहिले चाहिँ अन्तिम दिन हो यो 81 सालको अन्तिम दिन भनेर कुरा गरिरहेको छु अनि त्यसपछि अहिले पानीहरू परिरहेको छ टक्क अगाडिपट्टि त्यो साइडमा चाहिँ मकैहरू फलिरहेको छ त्यो मकै फल्नमा चाहिँ मान्छेलाई मेहनत लागेको हुन्छ पहिला सुरुमा चाहिँ त्यो गह्रो ठुलो देख्दाखेरि चाहिँ सकिन्न कि भन्ने जस्तो सकिन्न कि जस्तो भन्ने लाग्छ बिस्तारै त्यसमा प्रवेश गरिसके पश्चात क्रमशः मेहनत गर्दै जाँदाखेरि त्यसलाई चाहिँ अहिले जुन देखिएको छ जुन बाली देखिएको छ त्यो बाली जुन मकै फलेको छ त्यो देखिन्छ त्यो फलेको अहिलेको फल देखिन्छ त्यसको लागि अथक परिश्रम चाहिन्छ यो जिन्दगीमा सबै कुराहरू यसमा रिलेटेड के अरे यो सबै कुराहरू जस्ट हामीले देखेका कुराहरू हाम्रो लाइफमा पनि त्यही कुरा हो हामी चाहिँ कसलाई हामी चाहिँ त्यो मकैको बोर्ड हौ भनेर भन्ने कि त्यो बोर्ड हौ भन्ने कि हामी चाहिँ त्यो मकै रोप्ने किसान हौ भन्ने कुराहरूमा दुविधा पर्न सक्छ तर मैले चाहिँ के भन्छु भन्दाखेरि हामी चाहिँ यस्तो जीवहरू हौ हामी चाहिँ यस्तो प्राणीहरू हौ जो चाहिँ आफै रुख पनि हौ र आफै कृषक किसान पनि हौ मतलब कि कसरी हौ त भन्दाखेरि आफैलाई नै मलजल गर्नुपर्ने हुन्छ हामीलाई चाहिँ अरू कसैले मलजल गर्दैला भन्ने हुँदैन आफ्नो व्यक्तिगत जीवनमा चाहिँ जसरी यो मकैलाई एउटा किसानले चाहिँ नत्र मकैलाई नै आफूलाई त्यही मकैसँग तुलना गर्दा पनि त्यति धेरै फरक पर्दैन मैले चाहिँ अब जसरी त्यो मकैलाई रोपिसके पश्चात मकैले त्यहाँ मोल हुन्छ मोल राखिदिने एउटा मान्छे होला हैन मान्छेले नै राख्छ कृषकले नै तर त्यो मोललाई टिप्नलाई पनि त्यो जराहरूले जुन सङ्घर्ष गर्छ जराहरूले सङ्घर्ष गरिसके पश्चात जराहरू त्यो कहीँ ढुङ्गा हुनसक्छ कहीँ माटो कमल हुनसक्छ त्यो सुक्खा पर्न सक्छ जे होस् जे सुकै होस् त्यहाँनिर आफ्ना जराहरूलाई यथावत राखेर हैन जराहरूलाई चाहिँ यथावत भन्नाले नि जराहरूको उत्थान गरेर जराहरूको त्यो विकास र विस्तार गरेर
दायरा बढाइसके पश्चात मलबाट एब्जर्प्सन गर्ने मलहरू छ त्यसलाई उस गरिसकेपछि अब हुरी लाग्छ त्यसमा चाहिँ आफ्नो स्टेमलाई अडाएर राख्ने जिम्मेवारी स्वयं मकैको पनि हो र मान्छेलाई अब मकैसँग तुलना गर्ने हो भने पनि या मकै पनि मान्छे आफै हो या बोट पनि मान्छे आफै हो र कृषक पनि आफै हो भनेर मान्छेलाई चाहिँ त्यो लेभलले सोच्नुपर्ने हुन्छ किनकि वी ह्याभ टु डु द मेहनत हाम्रो चाहिँ आफैले नै मेहनत गर्नुपर्ने हुन्छ र हामी आफै पनि कृषक हौँ र आफै नै फलिने हौँ भनेर सोचे पनि भयो 81 सालबाट केही नयाँ सङ्कल्पहरू हामीले लिएका हुन सक्छौँ कि यो गर्छु ऊ गर्छु मोबाइललाई चाहिँ यसरी परान जाला तर मोबाइल छोड्नुहुन्न यो मोबाइल चाहिँ बस्यो तान्न मैले चाहिँ यहाँनिर लक गर्न बिर्सिएको छु रहेछ अनि त्यसपछि मेरो खुट्टा चाहिँ यसो मोबाइलमा चाहिँ पढिसके पश्चात चाहिँ यहाँनिर चाहिँ तर यो चाहिँ खतरा क्याचिङ भयो नि है आफ्नोभन्दा बढी माया मोबाइलको लाग्दो रहेछ है परानै खुस्केला जस्तो हुन्छ नि त चाहिँ मोबाइल हातपट्टि यहाँ मैले राति यसरी प्रेस गरेँ 11 मिनट भएको रहेछ मैले चाहिँ सरी